बस हामी चाहिँ यो बाटो हुँदै जाने भोलि यो बाटो guys, welcome to my new blog and र हिजो चाहिँ हामी धरानबाट यता पोखरा आएर हामी डाइरेक्ट सिक्किम आयौँ र हिजो थाकेको कारणले हामी हिजो केही भिडियो बनाएनौँ र डाइरेक्ट हामी दिउँसै 12 बजीतिर आएर डाइरेक्ट सुत्यौँ र खाना खाएर राति फेरि सुत्यौँ र रेस्ट गरेर आज बिहान चाहिँ हामी सिक्लेसबाट उता खापुचे जाँदैछौँ अनि खापुचे हुँदै भोलि हामी उता कुदी जाँदैछौँ। अब हेरौँ कस्तो हुन्छ हाम्रो ट्र्याक र अब हामी ब्रेकफास्ट खाएर हामी उता खापुचे जाँदैछौँ र रमाइलो भएछ। हिजो मिठो राम्ररी सुत्यो, थाकेको कारणले पनि होला, केही थाहा पाएन राति र हामी चाहिँ अब जान्छौँ। अब ब्रेकफास्ट खाएर हामी चाहिँ उकालो लाग्छौँ हाम्रो गन्तव्यतिर। लेट्स गाइस स्टे ट्युन। कस्तो भएछ तँलाई? दामी भएछ अहिलेसम्म त दामी छ। भर्खर सकिन्छ अहिले उहाँ पुगेको छु। उकालो आएपछि कस्तो होला तेरो हालत? कापुचेको गन्तव्य सुरु भएन हाम्रो? फुल बवाल फुलेको हेर, तिहारको याद आयो यार फुल देखेर त। पानी चाहिँ प्रशस्तै क्या यो ठाउँमा है। पानी त हेर न, पानी हेर तल। योगिन साथी कस्तो भइरहेछ? कस्तो गर्नु म ठिक्क लान्छु ल। वाउ, look at the view. Damn, it's a view. Oi, explode था। हामी चाहिँ अब सिक्लासदेखि पारी तरेर हामी अब ठाडै उकालो लाग्दैछौँ। असली उकालो ट्रायल आयो हाम्रो। अब यस्तै अब डाइरेक्ट हुगु यसरी नै जान्छौँ हाम्रो ठाडो। बाटो यस्तै छ, हेर्नु होला, खोला तल बगेको छ, जङ्गल डाँडा यस्तो जान्छौँ। रोड छ पारी, गाडी हिँड्ने रोड यो छ। कुरी चाहिँ यो डाँडा माथिपट्टि हो, कोरी चाहिँ जस्ट रमाइलो भइरहेछ। तर ममनलाई के हुन्छ चान्सेस हो भन्दैन? योपालि त्यस्तै हो। अर्को वर्ष अर्को चोटि आइसक्यो चाहिँ आउनुपर्छ है। ममन त हिँड्नु सक्दैन हौ। सक्छ त? सक्दैन यो?
मकालु जाँदा त नि स्यालक्कै हो नि त तर मोमन भइदिएको अझ रमाइलो हुन्थ्यो तर हामी ओभर मिस गर्छौँ मोमनलाई यो बाटो हुँदै 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 यो उकालो जानुपर्छ उकालो उताबाट उता छिर्नुपर्छ यो अक्कर हेर्नु ढुङ्गा यस्तो खतरा बाटो हेर्नु होला अब हामी यही उकालो यस्तै यस्तै हुँदै माथि कापुचे लेक पुग्नेछौँ ओ बाटो हेर्नु होला बाटो यता खस्यो भने चाहिँ तिरै भिड रहेछ मोमने माथि उकालोबाट बाटो ओह्रालो खोला भन्दैछौँ हामी आधी बाटो आए त्यही त यहाँ गाउँदैछ क्या खाजा खान्ट ए यहाँ रहेछ नि यहाँ छ दामी गाउँ आफ्नै गाउँ फर्किआए है यहाँ पर हेर्दा त अर्कै थियो हो यता यता 3 घन्टा रहेछ भुगु आउनु आँटी दामी बाटो छ यता रे बाटो कालो कालो ओह्रालो पानी चाहिँ प्रशस्तै छ यहाँ कालो सन्देश सलाक्कै भयो भोकोले अब हाम्रो भात खाने होटेल चाहिँ आएको जस्तो छ है नमस्ते होटल यहाँ चाहिँ अनि चक्क भात खाएर फेरि उकालो लाग्ने हो कापुचेतर्फ लास्टै भोक लाग्यो यार नन स्टप भिनेगर ओभरै भोक लाग्यो बिहानको अन्डा र ब्रेड कहाँ पुग्यो थाहा छैन त ऊ माक्लो रहेछ भाइ नमस्ते होटल पनि हो माथि हो यो होइन यो त होइन पो रहेछ माथि पो रहेछ तार ओ माथिको रहेछ राम 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 अब यहीँ सुत्ने हो भने सलाक्क भयो अनुहार हेर्नु हाम्रो साथीको भोकले सलाक्कै खोला यहाँ छ एकछिनमा भेटौँ फेरि हामी यो बाटो हुँदै ऊ त पुल तरेर यहाँ हाम्रो भात खाने ठाउँ तर हामी चाहिँ त्यहाँ पुग्ने एनर्जी छैन हाम्रो त्यहाँ सलाक्कै भयो भोकोले हेर्दा सलाक्कै भयो यार अब यहाँबाट फेरि यस्तो उकालो चढेर यस्तो घुमेर
पुल तर त्यहाँ जानुपर्ने रहेछ नि त नि उफ हामी चाहिँ यो चाहिँ कम्पमै यो होटल चाहिँ हामी यही होटल जाने हो खाना खानु 2 बजेको छ दिउँसोको भोकले कुइ पर्यो हामी चाहिँ अब भात खानु जाँदैछौँ त्यहाँ त्यो पुल तरेर दुईजनै साक्कै भएको छ भोकले खोला छ यता दामी खोला छ होटल चाहिँ यो गाइस नमस्ते होटल 2 हामी तल 1 सिक्लेसको यो 2 अनि यो होटलको शाखा चाहिँ कोरीमा पनि छ अरे गाइस सजिलो हुन्छ हामीलाई जानको लागि र होटल चाहिँ यो आमा साग हेर्नु न साग गम्मा भातसँगै खानुपर्छ साग हेर्नु होला फुल खोला यस्तो दामी बगेछ कि गाइस पौडी खेल्न मन लाग्यो यो खोला देखेर र हाम्रो चाहिँ यो होटल अब भात खानुपर्छ गाइस यार बहुत भोक लागेको छ कसम यार लास्टै भोक लागेको छ नि त नमस्ते होटल यो फुल चाहिँ आमा यस्तो फुलेको छ होटल यो गाइस दामी छ है गाइस कापु चाहिँ चाहिँ तल सिक्लेसको नमस्ते होटलमा बस्नु अनि उहीँबाट कन्ट्याक्ट गर्ने हुन्छ तपाईँहरूलाई यहाँ खानासाना सब व्यवस्था गर्ने हुन्छ है गाइस खाना खाने उयो हो अब चाहिँ हामी नमस्ते गेस्टहरू भात है हाम्रो चाहिँ भारी सारी राखेर त्यहीँ राखेर हामी चाहिँ अब खापु चाहिँ तर्फ लाग्यौँ हामी चाहिँ वहीँ बस्छौँ होला आज र भोलि बिहानै फर्केर यहाँ खाना खाएर अनि फेरि पुरीतर्फ लाग्नेछौँ है त गाई ओइ के बोल न यार हामी चाहिँ खापुचे लेक जाँदैछौँ यो बाटोहरू तर अघि भोकले स्यालाक्कै भएको क्या कसम अघि क्या मैले रिगाटो चलाएर झन्डै ढल्दिएको कि यसले चक्लेटहरू दिएको छ खाइदिएको नि ढुक्क अब मलाई अघि नत्र त्यही ढल्ने मान्छे यार म त रातको बाटो 3 बजेको छ दिउँसोको हामी 5 बजीसम्म पुग्ने टार्गेट छ हेरौँ के हुन्छ 5 बजी पुगिन्छ कि पुगिँदैन हेरौँ अब हाम्रो लक्ष्य भेटौँ खापुचेमा अब है हामी चाहिँ टक्क अब खापुचेमा है त्यहाँ चाहिँ होटेलहरू छ होटल अरू पनि 1-2 होटल छ त्यहाँ पनि छ लागेको छ त्यति राम्रो दृश्य देख्न पाएको छैन हामी चाहिँ भोलि बिहान लेक खापुचे लेक जाने छ यहीँ बस्ने हाम्रो प्लान छ त्यहाँको होटल माउन्टेन खापुचे चाहिँ जाने हो उयोबाट जाने तपाईँ हाम्रो अर्को होटल एभेलेन आउनु होला के देख्नु सागहरू हेर्नु सागहरू सुन्दर रहेछ हामी यहाँ होटलमा बसेर बिहान खापुचेको यसो भ्यू दृश्य हेर्नुको लागि चाहिँ हामी होटलमा बस्यौँ होटलको नाम चाहिँ न्यू साइरा कटेज बसेको हामी चाहिँ अब यहाँ चाहिँ बिहान पख मात्रै खुल्छ रहेछ भरै 12-1 बजी फेरि हुस्सो लागिहाल्छ त्यही भएर बिहान यहाँ हिजो राति नै बस्यौँ र बिहानको दृश्य हेर्नुको लागि चाहिँ हामी यहीँ बसेको हिजो राति हेर्नु होला बिस्तारै खोल्दैछ हिमालय
बिहान एम्बुलेन्स चाहिँ आएको थियो सानाहरू काम छैन त दुःख दिन एउटा यस्तो सानो थियो एकचोटि अब हामी भुगेदेखि हामीलाई साथमा कुकुर पनि छ भने तलमा बिस्कुट कोली तर्फ गइँदैछ अब कस्तो भाजाको बसाइ ठिकै म त राति निकै लागेन यार लागेन त्यो बिहान बिहान पकाएर सुतेको थियो हामी चाहिँ हुबु बसेर अब कोरीतर्फ लाग्दैछौँ हामी चाहिँ यता घापु चाहिँ होइन कोरी चाहिँ यता पानी तरेर लागि है कोरी कालो अब हामी खापु चाहिँ यो हो भने कोरी चाहिँ हामी यो बाटो पुल तरेर सिधै ठाडो उकालो लाग्छौँ यो बाटो हामीलाई ल हामी चाहिँ अब पुरी उकालोमा छौँ यस्तो छ बाटो कोरीको हेर्नु होला हामी चाहिँ दुईवटा पुल तरिसक्यौँ हुकुबाट आउँदाखेरि दुईवटा पुल तरेर अब चाहिँ उकालो चढेर हाम्रो पहिलो रेस्ट यहाँ भएको छ हाम्रो सन्देश साथी स्यालक्क भएर ठाडै उकालो छ हाम्रो कुकुरले पर्खिरहेको छ त्यहाँ हाम्रो साथीले गाइस हामी चाहिँ कुरीको उकालोमा छौँ यस्तो उकालो छ ओभरै उकालो छ सन्देश चाहिँ हाकेर बसिरहेछ बाटो चाहिँ यस्तै छ साह्रै उकालो छ उकालो आई थिङ्क हामी लगभग आधी चाहिँ आइसक्यौँ होला बाटो फेरि हामी ठाडै उकालो जानुपर्छ भन्छ हाम्रो कुकुरले पनि छोड्यो हामीलाई र जङ्गलको बिच हामी छ हरियाली फ्रेस हावा खाँदै हामी बिहानै कुरीतर्फ गएका छौँ हेर्नुहोला अर्को ठाउँमा आइपुग्यौँ भ्यू हिमाल चाहिँ छ हिमाल मजाले देखेको छ घाम पनि लागिरहेछ कति छ अब माथि त माथि कति छ अब अझै छ अझै ल हामी पुरी जाने बाटोमा माथि हिउँ परेको रहेछ पुरै हिउँ थियो पुरी डाँडा आइपुग्यो हामी 3800 मिटर 10 मिनट हामी त 10 मिनट हाम्रो होटल पुग्न हिउँ परेर सलाक्कै भयो हामी त आम्मामा यस्तो गाह्रो भयो हिउँ परेकोले हिँड्नु र जस वी डिड इट यत्रो बिहान 8 बजीदेखि हिँडेको अहिले 1 बज्यो धेरै भयो होला
2 साढे 2 2:30 भयो आम्मा 8 बजे हिँडेर छाडे उकालो उकालो ल गाइस अब हामी चाहिँ कुरी हुँदै ओह्रालो यो ठाडै ओह्रालो सिक्लेस जाँदैछौँ यो ठाडै ओह्रालो झरेको हामी उता डाँडा देखा न हुगु हुँदै कुरी भएर अब सिधै कुरीबाट अर्को बाटो झर्दै सिक्लेस झर्दैछौँ हामी परको गाउँ जाँदैछौँ हामी तर हामी त्यहाँ नबस्ने प्लान छ हेरौँ सिधै पोखरा पुग्ने प्लान छ हाम्रो अब लगभग हामी आधीमा धेर त झरिसक्यौँ होला 20% छ ल गाइस अब हामी चाहिँ ल पोखरातिर जाँदैछौँ है गाइस थाकिस् केटा हँ यता हेर्न त्यो गाउँ होइन त हाम्रो के अरे ट्र्याक चाहिँ अब द इन्ड हुनु धेरै थोरै मात्र छ त्यो गाउँमा पुगेपछि चाहिँ फिनिस हुनेछ गाइज अब हुन्छ होला 9-10 वर्षको लागि बल्ल बल्ल आइपुग्यो डाँडा भयो त्यो डाँडादेखि बिहान 9 बजी हिँडेर अहिले 3 बजी यहाँ आइपुग्यो बाफरे बल्ल बल्ल ठाउँ आइपुग्यो यो कि जाति कस्तो भइरहेछ कन्या हेर्दैछ मेरो अनुहार कस्तो छ त्यस्तै भइरहेछ बल्ल बल्ल आइपुग्यो बल गर्दा 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 यार